ओ साउजी 150। अरे फेरि 150 भन्दै आउनु पर्यो। 150 मा पनि के आउँछ भनेको अहिलेको जमानामा कस्तो 150 लगाएर 150 मा के आउँछ भनेर अहिले। हेत तेरी साउजी 150 मा मलाई सामान चाहिएको होइन कि त्यो 150 रुपियाँमै अहिले पनि काठमाडौँ बाहिर उपत्यका बाहिर तपाईँको डेलिभरी हुन्छ कि हुँदैन पो भन्न खोजेको त। अब तेलको भाउ महँगो भइरहेछ। अब यसो त्यो डेलिभरी चार्ज महँगो भयो कि 150 थियो हिजोसम्म आज बढ्यो कि भन्न खोजेको हो। अहिले मलाई त्यो सामान चाहिएको होइन 150। ओ त्यसो भन्नुहोस् न त। हेत तेरी म त 150 भनेर तनाव भयो। अहिले पनि त्यति नै छ। डेलिभरी चार्ज चाहिँ तपाईँको 150 नै हो काठमाडौँ बाहिर। तपाईँलाई चाहिने चाहिँ के हो त्यो भन्नुहोस् न पहिला। चाहे तपाईँलाई के चाहिने हो त्यो भन्नु, अनि त्यसपछि त्यही हो। मलाई चाहिँ अहिले 6-7 वर्षसम्मको लागि स्विमिङ पुल चाहिएको छ। अब यस्तो गर्मी बढिरहेछ, बच्चाहरूले स्विमिङ जाउँ भन्छ। अब एकचोटि स्विमिङ जाँदा 600-700 जान्छ, दुईजना बच्चा लिएर जाँदा 1500-1600। त्यही भएर एउटा सानो चटक्क परेको स्विमिङ पुल छ कि भनेर बच्चाहरूलाई घरमै स्विमिङ गराउन सजिलो हुने गरी 6-7 वर्षसम्मको लागि हुने या त्योभन्दा ठुलो साइज छ कि भनेर यसो बुझौँ भनेर आएको। अब त्यो फेरि स्विमिङ पुल त ठुलो होला, अब डेलिभरी चार्ज पनि महँगो होला कि भनेर, त्यही भएर पहिले 150 रुपियाँ मात्रै हो कि भनेर पहिले सोधेको के तपाईँ। ओ स्विमिङ पुल चाहिने? स्विमिङ पुल त छ नि हामीसँग। ल पक्नुहोस्, म तपाईँलाई स्विमिङ पुल देखाइदिन्छु। स्विमिङ पुलको बारे पनि तपाईँलाई राम्रोसँग देखाइदिन्छु है त। तपाईँलाई स्विमिङ पुलै चाहिने है, तर अघि नै भन्नुभएको हुन्छ नि यत्रो लामो कुरा गरेर 150 भनेर। ल म तपाईँलाई स्विमिङ पुल देखाइदिन्छु है त। ल आउनुहोस्, यही हो है त हाम्रो स्विमिङ पुल होइन। यो चाहिँ तपाईँको 6 वर्षदेखि 7 वर्षसम्मको लागि हुन्छ है। मजाले हावा भर्ने। यो चाहिँ तपाईँको आउँदाखेरि बक्समा आउँदाखेरि सानो बक्समा आउँछ। लगेर मजाले हावा भर्नु भइसकेपछि 6 देखि 7 वर्षसम्मको लागि एकदमै राम्रो र भरपर्दो छ। तपाईँको यसरी कार्टुनहरू पनि छ। ल हेर्नुहोस्, बच्चाहरूलाई खेलाउनलाई कार्टुनको चिन्हहरू पनि छ एकदम दामी क्वालिटीमा। ल चाह्यो भने सम्पर्क गर्नु होला तलको नम्बरमा थिचेर। ल धन्यवाद।